हेलो दर्शकबिन, आज पनि उपस्थित भइसकेको छु तपाईहरुको साथमा नयाँ भ्लग लिएर। सन्चै हुनुहुन्छ होला है त? म पनि सन्चै छु। आजको मौसम देख्न सक्नुहुन्छ र आज चाहिँ म यो नयाँ ठाउँमा जाँदैछु मौरीको लागि। आज चाहिँ म देख्न सक्नुहुन्छ मैले चाहिँ नयाँ फर्ममा यो घारहरू लिँदै जाँदैछु र पासोमा परेको मौरीलाई सार्नको लागि यो घार बोकेर म फार्ममा जाँदैछु। सबै भिडियो वाच गरिदिनु होला है त। र साथीहरू, म हिँडिसकेको छु घार लिएर नयाँ फार्ममा जाँदैछु। मैले चाहिँ बिहान भर्खरै बनाएको बाटो हो। बाटो डेन्जरै छ है। यसरी खन्नुपर्छु बाटो त यसरी जाने हो। देख्न सक्नुहुन्छ चाहिँ पासोमा परेको मौरी चाहिँ यहाँ छ। बस अर्को चाहिँ यहाँ छ। यो ठाउँलाई चाहिँ मैले पुनः यो चाहिँ कि बिहान आएर बनाएको ठाउँ हो। यो ठाउँलाई चाहिँ म पुरै फाँडेर यहाँ चाहिँ मौरी राख्नको लागि बनाउने छु। उता घर नजिकैको चाहिँ अहिले मौरी आउने सिजन भएकोले स्पेस भरिएको कारणले चाहिँ मैले चाहिँ यता मौरीलाई अर्को नयाँ ठाउँमा फर्म बनाएर राख्न लागेको छु। मैले घार ल्याइसकेको छु। अब चाहिँ यसलाई सफा गर्न जाँदैछु। अब यसलाई सफा गरेर मौरी राख्नेछु है त। यसमा चाहिँ मौरी अधिक मात्रामा छ, तपाईहरुलाई देखाउने छु। दुईटा छ है। यसलाई चाहिँ उठाएर लिएको ढकियामा। यसमा चाहिँ थोरै छ है मौरी, देख्न सक्नुहुन्छ। त्यही एक माना होला अनुमानित। धेरै मुढीमा चाहिँ कति छ अहिले देखाउने छु। साथीहरू, मैले चाहिँ घार सफा गरेर भ्याइसकेको छु। अब चाहिँ यसलाई सार्न जाँदैछु है त। पहिला चाहिँ म यो ढकियाकोलाई सार्न जाँदैछु। देख्न सक्नुहुन्छ यो चाहिँ आधार चाका हो। नयाँ मौरीलाई चाहिँ अटुट रूपमा नयाँ मौरीले चाहिँ आधार चाका चाहिँ दियो भने चाहिँ छिटो हुँदाखेरि मैले चाहिँ विशेष आधार चाका युज गर्छु मौरीलाई। अब चाहिँ ढकियाको मौरीलाई सान्दैछु है त। यति छ, त्यही भएर यसलाई चाहिँ म यसरी टकटक्याउँछु है त बिस्तारै। यो चाहिँ बिहानको देख्न सक्नुहुन्छ, धेरै छैन मौरी। अब चाहिँ यो फ्रेम पुरा गरिदिनेछु र मौरीले काम गर्नेवाला छ। यो चाहिँ मौरी यता आएर बसेको छ। यसलाई चाहिँ मैले उतातिर धपाउँछु है त। आधार चाका राखेको पट्टि मैले चाहिँ मौरीलाई धपाउँदै छु है त। र फाइनल्ली मैले मौरी सेट गरेर भ्याइसकेँ। ढकियाको चाहिँ अब चाहिँ अर्को घरमा है त रेडी भइसक्यो। र अब चाहिँ मुढे घरकोलाई सेट गर्न जाँदैछु। पहिला मौरी हेरौँ है त कति छ। ल फाइनल्ली गाइस देख्न सक्नुहुन्छ मौरी
मौरी पुरै भरि नै छ है यो घारमा। अब कति छ भन्ने कुरा त अब यहाँसम्म देख्न सक्नुहुन्छ मौरी, यहाँसम्म पुरै भरि छ। उतातिर कति के छ किप वाचिङ। आज चाहिँ मेरो श्रीमतीज्यूले मौरी सार्दै हुनुहुन्छ। चाका झरेको रहेछ। तासिए छ त उटाका चाका त इटल हो तासो के निकाल्ला न। कसरी निकाल्दा? त्यही छैन चाकामा त। अन्डा होला नि। अन्डा नि छैन त। ए झरेको चाका रहेछ। अनि चाहिँ अब फ्रेममा सेट गर्नुपर्छ। मौरी हातमा लिइसक्नु भएको छ। श्रीमतीज्यूले डराउनु भएको छ है। ए बरै जम्मै उल्लो ठानी गयो त भोट। मौरी अझै उता भित्रपट्टि जाँदैछ। अझै आधा मौरी छ। अनि चाका अर्को पनि खसेको रहेछ है। अर्को पनि दुईवटा राखिसकेको रहेछ चाका नि। र अब चाहिँ यहाँ मौरी हातमा आउने जति आइसक्यो र अलिकति छ। अब यसलाई चाहिँ टकटकाउन जाँदैछु। अब यहाँ टकटकाउँदैछु। रहेछ त थुप्रै छ। सबसे पहिला चाहिँ क्विन हेर्नुपर्ने छ। क्विन छोडिन सक्छ। क्विन छैन। क्विन गइसकेको रहेछ। यसलाई चाहिँ यहाँदेखि यसरी ढोकादेखि सेफ्टी राख्नु है त। नयाँ मौरी भन्नाले आधुनिक घरमा नबसेको हुनाले, नयाँ घर हुनाले मौरी अलि जानलाई अलिक गाह्रो मान्छ। देख्न सक्नुहुन्छ मौरी गइसकेको छ। र मौरी गइसकेको छ। देख्न सक्नुहुन्छ मौरी धेरै नै छ है। 3-4 माना छ। र मैले मौरी सेट गरेर भ्याइसकेँ। र अरू पनि भिडियोहरू यस्तै अरू पनि भिडियोहरू ल्याउने छु। विशेष गरी मौरीलाई केन्द्रित गरेर मौरी विशेष भिडियोहरू ल्याउने छु। मौरी आएको सारेको लगायतका हरेक कुराहरू मेरो अनुभव तपाईहरुलाई सेयर गर्नेछु भन्दै आजको भिडियोलाई यही अन्त्य गर्न चाहन्छु। भिडियो कस्तो लाग्यो सुझाव सल्लाह अनि कमेन्ट लाइक अनि सब्स्क्राइब गर्न नभुल्नु होला। धन्यवाद।